गाइस गुड मर्निङ भर्खर उठेको 9:15 हुँदैछ हो। 8:30 उठेको म पनि हो। बेतन बिहानै उठेको उयो 30 फोन चलाउँदैछ हो। सो आज ड्युटी छुट्टी छ, त्यही कारणले त आरामले नो हल्ला नोखल्ला एकदम साइलेन्स भएर छैन। आज चाहिँ मजाले सुत्यो म पनि हो। गुड मर्निङ। ओए यो चाहिँ बिहानै उठेर फोन चलाउँदै थियो। कति बजी जस्तो? म त अहिले उठेको 8:30 8:30 र मैले चाहिँ ब्ल्याङ्केट पटाउनु थालेँ उठेर। अब ब्रस गर्न जान्छु म वासरुम गाइस। अब म चाहिँ ब्रस गर्न आँटेको टुथब्रस होइन, किनभने म भर्खर उठेको आज ढिलो उठेर यसो चाहिँ ब्रस गर्न आँटेको हो गाइस। बजेन बेदनाले यो चाहिँ मलाई चाहिँ गिफ्ट गरेको अरे हो। यसले पनि कुर्ती किनेको थियो नि त होइन, त्यहाँदेखि अन्त यसले पनि कुर्ती किनेको थियो। अन्त मलाई मेरो लगाइदिएको रहेछ यो हो, वाइट कलरको। कस्तो दामी छ है, तपाईँलाई चाहिँ देखाउँ भन्थ्यो हो। सो म यही लगाएर चाहिँ भरे घर जान्छु ल। अन्त पर्सि पनि यही लगाएर आउँछु ड्युटी म। नाइस न कुर्ती? ड्युटीमा चाहिँ अब राम्रो देख्छ नि त कुर्ताहरूमा। सो त्यसले गर्दा यो बिजी छ घर सफा गर्नुमा। चिया के खान्छस्? ब्ल्याक टी आफै खाने? ओके। म चाहिँ क्या खान्छु भने चाहिँ म चाहिँ चिनेको ब्ल्याक टी खान्छु। ब्ल्याकै बनाएर खान्छ अरे। म चाहिँ एभ्रिडे दुध पाउडर खानुपर्छ, तर म चाहिँ के हुन्छ कि चाहिँ ब्ल्याक टी भयो भने चाहिँ पातला मर्छहरू मनपर्छ। सो म ब्ल्याक टी बनाएर बिजी छ बनमा हो। चिया पनि खाएको छैन अरे, आफै बनाएर खाने अरे। आफै खाने होला मिठो हो। मलाई चाहिँ भोक लाग्दैछ, म चाहिँ बिहान बिहान चियामा चिउरा खाँदैछु। सानोको बचपनको बानी। यो कस्तो छ? यो कस्तो छ? कस्तो चिया बनाइकन आएको होइन। चिया र चिउरा खानु पऱ्यो भनेको त अलिकति चिया पनि चिउरा पनि कसेको रहेछ। सो त्यो कारण खाइनँ। सो मैले ब्ल्याक टी प्लेन ब्ल्याक टी मरिच हालेर कस्तो हुनेछ नि, ब्ल्याक टीमा चाहिँ होइन मरिच पातला हालेन, कम्ती चियापत्ती हालेर चिनी मजाले घोलेर त्यहीँ बनाएर खाँदा चाहिँ मिठो हुन्छ नि त। नभए चाहिँ म एभ्री डे हुन्छ नि दुध पाउडरको मात्रै चिया खान्छु। नखानु भन्छ ग्यास्ट्रिक हुन्छ। तर सानोदेखि खाएको 2-3 वर्ष भयो त्यसको पनि चिया खान्छु। नभए चाहिँ म चाहिँ खाएँ नि ब्ल्याक टी त्यो मरिच हालेको पातला। दिलको ठन्डा गए सुकुन वाली फिलिङ। बेटा चाहिँ यसको दुधको चिया बनाउँदैछ हो। सेनो आज चाहिँ होइन मैले ब्ल्याक टीमा थिएँ, यसले दुधको चिया बनाएर आएछ नि त। सो यसले चाहिँ मेरो लागि चाहिँ आज भेन्डी, मलाई भेन्डी पुरा मन पर्छ। भेन्डीमा दालमा हालेको सब्जी पनि यसले भेन्डी काट्दैछ मेरो लागि। चरचर भेन्डी हो। भेन्डी मात्रै भुटिदिन्छस् कि आलु हाल्दैन? भेन्डी अन्त दाल नो दाल सुक्खै खानु। आलु पनि भुट्दैन अन्त भेन्डीमा? आलु छैन मेरोमा। दार्जिलिङले चाहिँ खाना बनाउँदैछ। सघाइ त के सघाउ, भाँडा मोल्दैछु नि अन्त। अब भाँडा एकैचोटि खाएर धुनुपर्छ। गाई त के गर्नु भने चाहिँ यसको चाहिँ घिउ खाएर हेर्नु नि गाई। यो घिउमा रास चाहिँ मेरो कृष्णकै हुन्छ बेसी जस्तो हो। बुढा खाँदा मिठो मिठो बनाउँछ है खाना चाहिँ। यसले चाहिँ कस्तो बनाउँछ एकदम हेल्दी, नो चिपचिप होइन, एकदम नो पिरो, एकदम सादा हेल्दी खाना बनाउँछ यसले चाहिँ। तपाईँले कुनै दिन आउनुहोस् है र बेतनाको हातको खाना चाख्नुहोस् गाई होइन। अब सासै गरिसक्यो, यसले खाना बनाउँछ, यसले मलाई खाना दिन्छ, म खानासाना खान्छु। अन्त म भाँडा धुन्छु, टक 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 धुन्छु। आफ्नो ड्युटी सक्छ, त्यहाँदेखि हाम्रो काम सक्यो। त्यहाँदेखि एकछिनमा हामी कन्टेन्टहरू बनाउँछ, त्यहाँदेखि म घर फर्किनेछु गाइस। अघि चाहिँ आलु छैन भन्दै थियो। वाउ सानो आलु भुजिया सँगै मिक्स गरेर फ्राई गर्ने सँगै हो कि अलग अलग? हिजो जस्तै दामी भएको थियो त।
यिनीहरूलाई दाना दिस् माछालाई ल चाहेर गर्दै रहेछ मुख हेर्नु थुतुना ला खायो खायो यसलाई पुरा भोक लाग्छ 2टा खायो यसले सबैले आम खाएको गाइस यो चाहिँ मेरो रुममा आयो भने चाहिँ भाडा धुने काम मात्रै हो यसको चाहिँ अलवेज यसले आएर खाना बनाउँछ जहिले मेरो भाडा धुने काम हो अलवेज बिहान बेलुकासम्म भाडा धुने काम हो धु भाडा हजुर म्याडम ल गाइस अब हामी चाहिँ म चाहिँ रेडी भएर घर जान आँटेको छु अन्त यसले मलाई चाहिँ माथि पाजरामा हेर्न फुटो हेर्नु भयो भने बने गर्छ होइन त आइएम एक्सट्रिमली सरी म घर जानै पर्छ अन्त भरे जान च्या होस् है जाँदिनँ म मेरो पुरा काम छ भरे गएर म सेवा पनि एटेन्ड गर्नुपर्छ म जाँदिनँ आज म हिजो पनि म घर यत्रो मैले छुट दिइरहेको छ त घरमा जानै आज घर हेर्न मार्छ घरमा साँच्ची भरे जान फुटबल हेरेर भनेको न्याउ ढिलो हुन्छ तँ हेरेर चाहिँ बहिनीहरूसँग अन्त ल गाइस अब यसले चाहिँ मलाई इडी लाउँदैछ फेरि जानु म जाँदिनँ हो म जाँदिनँ म घर जान्छु सो भिडियो हामी कन्टेन्ट गर्न आँटेको अन्त म घर जानेछु अब हामी कन्टेन्ट गर्छौँ लु स्टार्ट गरेर फोन निकाल तेरो छिटो है गाइस मलाई चाहिँ बेदनाले गिफ्ट गरेको बर्थडे गिफ्ट कुर्ती होइन ड्युटी हुन सजिलो हुन्छ हो दामी नाइस छ है आज म लिएर जान्छु हो सो अब म चाहिँ रेडी भइसक्यो अब हिँड्न म रेडी हुन्छु दामी छ त कपाल मिलाएको छु नि गाइस म कपाल मिलाउँछु सिङ्गापट्टा सो गाइस बाई बाई गाइस चाहिँ फुटो जान्छ मलाई पनि जुमी जोड्दै म जाँदिनँ बहिनीहरूसँग जान्छ फुटो हेर्नु सो राम्रो हेरेर चाहिँ म इन्जोय गरेर हो कस्तो हुँदो रहेछ मलाई पनि एक्सपिरियन्स बाई बाई इफ यु गाइस के भन्छ तपाईँहरूले मलाई भेट्नु भयो भने यदि हाई भन्नुहोस् होला हाई भन्नुहोस् होला लु चाहिँ फुटो गएको पाल्छु म चाहिँ जाँदिनँ आज भ्याउँदा म घर जाने सो गाइस बाई 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 घर बाई